नेपाल भर्सेस इङ्ल्यान्ड 2026 को टी20 वर्ल्ड कपको फेब्रुअरी 8 मा नेपाल भर्सेस इङ्ल्यान्डको खेल रहेको छ। नेपालले टी20 को इतिहासमै पहिलोपल्ट इङ्ल्यान्डसित खेल खेल्दैछ। नेपालका लागि यो पहिलो अनुभव हुनेछ। अहिले सामाजिक सञ्जालमा इङ्ल्यान्डका मेन बलर जोफ्रा आर्चरको बल नेपाली खेलाडीहरूले खेल्न सक्दैनन् भन्ने विषयमा परिचर्चा भइरहेको छ। एनपिएलबाट क्रिकेट हेर्न थालेकालाई के थाहा कुशल भुर्तेल भनेको म्याच थियो 2023 को एसिया कप नेपाल भर्सेस इन्डियाका मेन बलर मोहम्मद सामी, मोहम्मद सिराज, हार्दिक पाण्डे जस्ता खेलाडीहरूलाई आछु पारेका थिए कुशल भुर्तेलले भने 2024 को टी20 वर्ल्ड कपमा पनि मार्को ह्यान्सनलाई खतरनाक छक्का हानेका थिए। इङ्ल्यान्ड विरुद्ध नेपालका ब्याटर कुशल भुर्तेलले राम्रै प्रदर्शन गर्न सक्छन्। अर्का खेलाडी छन् आसिफ शेख। नेपालका टप अर्डर ब्याट्सम्यान अन्तर्गत पर्ने आसिफ शेखले नेपाल र भारत बीचको खेलमा अर्धशतक समेत प्रहार गरेका थिए भने टी20 वर्ल्ड कप 2024 मा पनि राम्रो प्रदर्शन गरेका थिए। तर टी20 वर्ल्ड कपको लागि आसिफ शेख नेपालका लागि अपरिहार्य छन् र अन्य सबै खेलाडीहरू रोहित पौडेल, सन्दीप जोहरा, सन्दीप लामिछाने, सोमपाल कामी लगायत सम्पूर्ण खेलाडीहरूले राम्रो प्रदर्शन गर्न सक्छन् इङ्ल्यान्ड विरुद्ध। बाहिरबाट अन्डर एस्टिमेट गर्ने काम चाहिँ नगरौँ। टी20 वर्ल्ड कप 2026 नजिकिँदै गर्दाखेरि नेपाली खेलाडीहरूको पूर्व तयारी पनि खासै भएको छैन। एउटा सिरिज खेल्ने कुरो गरेको थियो क्यानले, सिरिजको पनि अत्तो-पत्तो छैन र खेलाडीहरूले एनपिएलमै धेरै अनुभव सिकिसकेका छन्। नेपालका लागि एनपिएलै महत्त्वपूर्ण साबित भएको छ। नेपाली खेलाडीहरूले एनपिएलमा गरेको प्रदर्शन अनुसार नेपाली खेलाडीहरूले विश्वकपमा गएर राम्रै चुनौती दिएर आउनेछन्। नेपालका लागि यो तेस्रो टी20 वर्ल्ड कपको टुर हुनेछ। कप्तान रोहित पौडेल नेपाललाई दुईचोटि टी20 वर्ल्ड कपमा पुर्याउन सक्ने एउटा महत्त्वपूर्ण क्याप्टेन हुन् भने हामीलाई सबैलाई चाहिएको छ सन्दीप लामिछानेको प्रदर्शन एकदमै बवाल हुनु पर्यो टी20 वर्ल्ड कपमा।